जेलमा रहेका कैदीलाई सरकारले अब श्रममा लगाउने, कैदी पाल्नमै राज्यले खर्चिन्छ वार्षिक 4 अर्ब रुपैयाँ, बुझ्छन् करोडौं भत्ता। अरबौं खर्च गरेर पालिएका यी कैदी बन्दीलाई अब मुलुकभित्र निर्माणाधीन ठूला परियोजनामा मजदुरका रूपमा प्रयोग गर्ने गरी सरकारले गृह कार्य अघि बढाएको छ। चीनमा सजाय पाएका कैदी बन्दीलाई श्रममा लगाउन शिविर नै सञ्चालन हुन्छ। चीनले त्यस्ता कैदी बन्दीलाई मुलुकभित्र मात्र होइन, मुलुक बाहिरको ठूलो परियोजनामा समेत मजदुरका रूपमा प्रयोग गर्दै आएको छ। कारागार व्यवस्थापनको समग्र सुधार गर्न गठित उच्च स्तरीय अध्ययन समितिले कैदी बन्दीलाई श्रम तथा सामाजिक सुधारका गतिविधिमा लगाउन सकिने निष्कर्ष सहितको प्रतिवेदन गृह मन्त्रालयमा पेश गरेसँगै यसलाई कार्यान्वयनमा लैजाने गरी तयारी अगाडि बढाइएको छ। प्रतिवेदनमा कारागार भित्र रहेका कैदी बन्दीलाई ठूला परियोजनाको निर्माणमा मजदुरका रूपमा प्रयोग गर्न सकिने उल्लेख छ। त्यसबापत उनीहरूलाई अन्य मजदुर सरह पारिश्रमिक दिन सकिने भनिएको छ। श्रम गरे बापत उनीहरूले भुक्तान गर्नुपर्ने कैद सजाय कट्टा हुने प्रतिवेदनमा उल्लेख छ। गृह मन्त्रालयका अधिकारीहरूले कैदी बन्दीलाई उत्पादनमूलक गतिविधिमा जोड्नुपर्ने विषयमाथि बहस विगतदेखि नै हुँदै आएको र विभागमा पेश भएको अध्ययन प्रतिवेदनमा ती विषय समेटिएको जनाएका छन्।